Look at it.
होइन त्यही बाहिर चार्जमा छ। खोलेर अब यसको पार्ट्स हुन्छ पाइँदैन। अब यो चिजलाई बनाएर ल्याइछ भने हुन्छ होइन। अब त्यसपछि यो खुलिसकेपछि त्यसको चाहिँ यदि भएन भने चाहिँ तपाईँको चाहिँ पार्ट पाइन्छ नभए के हुन्छ तपाईँको चाहिँ यो चाहिँ आँबाट बस्छ क्या आँबाट बस्छ। यो चाहिँ तपाईँको चाहिँ पढाएर बस्छ फिटिङ छ नि त्यही फिटिङमा बस्दैन। अलिकति तपाईँको चाहिँ हेर्दाखेरि वाटर प्रुफ पनि हुँदैन होइन। त्यो भइसकेपछि बेटी यही छोड्दै आउनु नि त्यही भएरै छ। त्यही चार्जर लिएर चार्ज लाग्ने छ त्यहाँनिर।
त्यो बेला चाहिँ ब्यागले कभर गर्छ कि अनि अरू कुरा भनेको के छ भन्दाखेरि चाहिँ अब यसको माइकमा पनि के अरे 20,000 रुपियाँ राख्नु चाहन्छु कोही कस्टमर आयो भने चाहिँ अब मलाई 18,000 भनेर फर्स्ट कस्टमरलाई 18,000 भनेर राखेको छु होइन अर्को आउँछ मलाई त्यो 18,000 मिलाउने हुन्छ किनकि हाम्रो पैसा एकदम बुझ्नु हुन्छ कि अहिले किनकि हामी धेरैसँग दिन्छ पैसा चाहिँ पाउनलाई चाहिँ हामीलाई भएन त्यो त्यसको यो 35,000 क्यामेराहरू चाहिँ समोसा एकचोटि चाहिँ मलाई सोध दिनुमा दिएन त त्यो प्राइस चाहिँ अलिकति भयो तपाईँले कतिसम्म त दिनुहुन्छ ल होइन हिँडेको मान्छे गाडी मागेको मान्छे 85 भन्दा नहाल्ने कुरो भएन जस्तो त्यो प्राइस 85 पनि दिने गाह्रो थियो त्यो महँगो हालेर दियो जस्तो लाग्छ मलाई 85 नै हालेर दियो जस्तो लाग्छ 85 नै त्यत्रो एक महिना 2 महिना त पुग्यो हामी त 3 लाख रुपियाँ कमाउने नि छ 3 लाख रुपियाँ कमाउँदा फेरि अलिक बिक्री हुँदैन नि त अनि अर्को भनेको चाहिँ त्यो हाम्रो अस्ति भर्खर एउटा साथीहरू मलाई दिनेछौँ त्यो लास्टै हिलो छ त्यसलाई चाहिँ सँगै राख्नु पऱ्यो क्यामेरा चाहिँ सबै सँग राख्नु हुन्छ किनकि हाम्रो चाहिँ कस्तो भयो भन्दा चाहिँ क्यामेरा हेर्दाखेरि चाहिँ भुलाएको क्यामेरालाई माया गरेर राखेन भन्नुहुन्छ है कस्टमरले त्यो कस्टमर चाहिँ सामान चाहिँ फालेर राखेर क्यामेरालाई क्यामेरा यस्तो हाम्रो चाहिँ कमेन्ट भाँडो हो त्योबाट खिचेर हामी यस्तो पाउँछौँ हामी कति माया गरेर राख्छौँ यसको बस्नुमा चाहिँ एकदमै सामान चाहिँ फालेर राखेको हुन्छ भनेर कस्टमरको चाहिँ कमेन्ट आयो कि पोस्टमा राखेको अनि त्यसपछि त्यो भइसकेपछि हामीले चाहिँ सामानलाई चाहिँ एकदमै सम्हालेर राख्नुपर्ने भयो सम्हाल्न हामी चाहिँ अलरेडी ऊ छ लिक्विडहरू छ खासमा कस्टमरमा आउँदाखेरि त्यो आज अब सफा गर्ने भनेर सबै क्यामेरा सफा गर्ने होइन कि जस्तै अब आज यो लाइनमा सफा गर्छ भन्यो होइन जुन कस्टमरले चाहिँ हामीसँग इन्क्वायरी गरिरहेको छ नि छिटो बिक्री हुन्छ हुन्छ नि त्यसलाई चाहिँ सफा राख्यो भनेको चाहिँ अलिकति हिलोहरू चाहिँ सबै निस्किन्छ अनि त्यो सफा राखेपछि के हुन्छ भन्दाखेरि चाहिँ पछि के अरे कस्टमर आउँदाखेरि धुलो छिटै आउँछ त्यो हाम्रो बुल्स छ नि त्यो हाम्रो त्यो पेन्ट गर्ने बुल्सले यसरी झापेपछि सरकै झर्छ कि फेरि त्यस्तो लाएर पनि हुँदैन त्यो पछि केही सफा पर्दैन कि पछि हजुर यहाँ सिक्किममा पनि हेर्दैन हुन्छ त्यहाँ चाहिँ भोलि है सिक्किममा पनि नयाँ राख्दैन हुन्छ सिक्किममा पनि नयाँ हेरेर राख्ने फाइले मागको नयाँ त्यस फाइल मागको सबै यहाँ भयो होइन फाइले मागको यहाँ भयो माग 3 यहाँ भयो त्यसो गर्दा हुन्छ अब यो फाइल मागको छ नि यहाँ फाइल मागको ठिक छ के भयो होइन त्यसो फाइल मागको सबै त होइन यो 70 कस्टमरको हो नि कस्टमरले रिपेयर गरेर दिएको जस्तो लाग्छ मलाई मागमा हो त्यो सिक्की माग्छ अलि अगाडि हो त्यो कस्टमरले दिएको जस्तो लाग्छ मलाई हामी के गऱ्यो त्यसमा केही थिएन ट्यागहरू केही थिएन यो एउटा ब्यागमा थियो कि हो त्यो हामी चिनेको हो र यो हामी चाहिँ हामीले के गरेको हजुर त्यसकै दिनु हुन्छ यसको प्राइस कति भन्दै भन्दाखेरि त्यहाँ कति रहेछ प्राइस हो त अब 500 के गरेर र 50 साइड साइड गरेर साइड कति हो एक के हुन्छ आधा रहेछ त्यो आधा जाने हुन्छ कति आयो त्यो हेरेर नपायो 88,000 के को आएको छ ए त्यो अरू चाहिँ पुरै पनि गर्नु 26,000 पुग्यो ए 18 देखि 35 लिएसँग चाहिँ त्यो सामान चाहिँ 60 भयो कहाँ पाउने यो सामान नाम चाहिँ बनाउँछ पुऱ्यो भनेर भन अनि अर्डर दिएर राख्यौँ अनि अब के गर्नु पर्यो भन्दाखेरि चाहिँ म बाहिर दिन हुन्छु मेरो मोबाइलमा चाहिँ के अरे लेभल ब्याङ्क मुखको छ अब किन चलाउने मोबाइलमा चाहिँ लेभल ब्याङ्क मुखको हाल्नु पऱ्यो
अनि कहिले कहिले चाहिँ उसले चाहिँ यसो खाजा पायो भने चाहिँ ठ्याक्क अर्डरतिर गरेर शान्त गरेर राखिदिइहाल्छु होइन मेरो मलाई भएपछि म फुटु कहाँ निस्किदिन्छु लाटना गरेर अर्डर चाहिँ गराउन पाएँ लाटना गरेर सामानै भएर जाँदैन अफिसमा बाल झार्नु पर्छ त्यो लेबर क्याम्पको चाहिँ गरेर मिलिहाल्छ दिनु है सबभन्दा पनि हाम्रो इम्पोर्टेन्ट के छ भन्दाखेरि यो हामीले चाहिँ यो पर्सनल एकाउन्टको पेजलाई चाहिँ मुभ गरेर यो हाम्रो रोयल क्याम्पमा देखाउने पेजमा के नाममा ट्रान्सफर गरेर अनि त्यसपछि मार्केट प्लेसमा नि त्यहीबाट पुऱ्याउने होइन मार्केट प्लेसमा पोस्टरलाई अनि त्यसपछि हाम्रो बजारमा त्यही यहाँबाट पोस्ट गर्ने गऱ्यो भने चाहिँ अलिकति सिस्टमेटिक हुन्छ है हाम्रो फुल टिम आउँछ भन्ने मान्छे भइरहेको आउँदैन यिनीहरूको त म त अब दिन्न पैसा आइएमएसको राम्रो छ म के गरिदिन्छु भन्दाखेरि तिनीहरू आउँछन् अनि आइसकेपछि अनि आज निकालेर गर्छु अब आज मिलाइदिनु भने आज गर्छु हुन्छ नत्र भने चाहिँ मैले चाहिँ हटाइदिन्छु भन्छु हजुर यो छ हामीसँग एउटा 30,000को बजेटमा होइन यो छ हामीसँग 85,000को बजेटमा अब तपाईँको चाहिँ यो लिनुहुन्छ भने चाहिँ यो फुल बुकिङको 20,000 आउँछ हजुर चाहिँ भनेर आउँछ हजुर मौसम हेरेरी छ अलिक हेरी र लिनु चाहिँ 10,000 आउँछ अलिक फ्रेसवाला चाहिँ 17,000मा 15,000 पनि हेरेको छ 100 रुपियाँ चाहिँ ल्याएर
अझ 300 को स्क्यान भएकोलाई लान्छ कि नयाँ लान्छ त्यो 17,000 दिनु पर्छ। यो हामीले यो 22,000 बिक्री गरिदिन्छ हो तर टोटल 47 नसेर गरिन्छ कि अब धेरै गरिदिन्छ भने फेरि अलिक बढी स्क्यान हो प्राइस त एउटै हुन्छ त्यसो फेरि 10,000 मात्रै प्लस भएर तपाईँ 7,000 कम प्राइसमा आउँछ। एकछिनमा तपाईँ फुल सर्भिसिङ गरेरै दिन्छ तपाईँले आइज धेरै स्क्यान लाग्छ अलि फेसवाला नाम छ कि मान्छ स्क्यानको क्वालिटी हुँदैन ल अलिक फेसवाला चाहिँ पनि चाहन्छ प्राइस अलिक दामी बेच्नु पऱ्यो भने गाह्रो लाग्यो यसो सदर गाउँ कति छ सदर गाउँमा यसको 50,000 प्लस नगर्ने आँखा सदर गाउँमै हामीले हेर्दैन मैले पनि हेर्न मात्रै हेर्न लाग्ने अन्दाजी मैले गर्छु खासमा मैले त्यो सदर गाउँ हेर्ने तपाईँलाई 12,30,000 दिनु जस्तो कुरो भयो हजुर जुनियर्स भयो नि जुनियर्स भएर चाहिँ यहाँ कोराहरू यहाँ 4जना आउँछ त्यहाँको त्यो बाबालाई भोट दिनु लाइट बुझेर कोराहरू दिएर चाहिँ लाइट
अहिले अनि आर्थिकलाई यसो होइन, त्यो साइड अहिले यति अब